जुट खाने माया बढ्छ है नखाइ नि बढ्छ त्यो भ्रम मात्रै हो खेर न अब त साँच्ची अब साँच्ची के साँच्ची भने छोड है म त हानिदिन्छु मान्छे त्यति पर 1 घण्टा बाटो हिँडेको म लिन आइहाल्थेँ त नि हेलो ड्राइभर हो कि के हो तपाईँ कौन है ये लोग म त यही लेखेको छ तामाङ ब्रान्ड भनेर तामाङ ब्रान्ड ओए क्या हो ओ पापा के हो यस्तो यो बाटो त रमाइलो छ त हेलो एभ्रिवान सबैजना स्वागत छ फेरि पनि मेरो भ्लगमा अहिले चाहिँ म जाँदैछु उता धुसेनी ससुराली होइन सो मेरो बुढी चाहिँ थकनी गएको छ सो म त्यहाँबाट लिएर आएर हामी ससुराली जानेवाला छौँ अहिले चाहिँ लाग्नुपर्ने हुन्छ लौ त घर चाहिँ अब बर्खा लागिसक्यो है पुरै जङ्गल भइसक्यो बाइकको पाङ्रामा हावा अलिक कम छ त्यही भएर थचार्दैन कुदाउन ठिकै मजै आछ सरर अलिअलि गर्मी बढाएको छ यार अहिले चाहिँ सो मेरो बुढीलाई नभेटाए चाहिँ मैले कति 4 दिन भइसक्यो होइन किनभने सोमबारदेखि छुट्याएको छ हामी आज शुक्रबार भइसक्यो हाम्रो अफरोड सकिन लाग्छ है एकछिनको लागि है 2 किलोमिटरको लागि यहाँ अफरोड यस्तो मजाले हिँडिरहेछ अब आनन्द ढुक्क टाढा हिँड्नुभयो आउनु न ए त्यो बोके हुन्थ्यो नि केही हुँदैन त्यो बोक्नु हो ए हो एभ्रिवान म चाहिँ यहाँ मेलम्चीबाट मास्तिर लागिसकेँ होइन यहाँ को हो अब को जाने हो अब को जाने हो एकजना ल आऊ तिमी कहाँ जाने आऊ पख सक्छ भर्याङ लगाइदिउँ ल आऊ ल आऊ हो ल गफ गर्दै जाने हो के नाम आसमा के केसी हो र तेर्से हो तिम्रो घर खोइ कहाँ हो कहाँबाट जाने यहीँ हो ल राम्रोसँग जाऊ है त बाई हल्का सेवा गर्ने मौका पायो है स्टुडेन्टहरूलाई नि सिङ्गल भएपछि चाहिँ किन पो यार राइड त मजा आउँछ यार अब बुढी बोकेर यसरी कुदाउनु पाइँदैन नि त होइन त्यही भएर चाहिँ अलिअलि सिङ्गल राइडको मजा लिनुपर्छ हात्ती मजा पो आयो त यार यहाँबाट त सिन पनि दामी देख्छ यार
ल आजको राइड त मिठो हुने भयो त मेरो लौ न मेरो बुढीले भिडियो हेरेर त मार्छ मलाई मैले यसरी नकुदाएको धेरै भएको थियो यार बिस्तारै जाउँ होला कहिले आइपुग्दैन त यार के हो अझै कुदाउनु पर्ने हो कि क्या हो ओ पापा के हो यस्तो यो बाटो त रमाइलो छ त ला 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 आज चाहिँ मजै आयो यार बाइक चलाउन हट यो सोलिङमा चाहिँ मेरो बाइकको पछाडिको सक अलि बिग्रिरहेको छ है माने भन्ज्याङ भने चाहिँ यही हो क्या अरे मेरो बुढीलाई मैले यतै पर्खिनु पर्छ कहीँ पुगिन् होला बाइक मनपर्छ कहाँ हो तिमीहरूको घर कहाँ हो तिम्रो फोटो खिचौ के हो नाम भन त यहाँ आऊ नि त कुरा गरौँ अनि के छ त तिमीहरूको हाल खबर तिम्रो नाम के अरे मेरो नाम छेदेन लामा तिम्रो के अरे विपिन तामाङ तिमी कुन तामाङ म लामा लामा तिमी कुन तामाङ म त गोले गोले हो हाम्रो त यही लेखेको छ तामाङ ब्रान्ड भनेर तामाङ ब्रान्ड ओ सन्धिपारा हो कि होइन भन त केटा सन्धिपारा हो कि होइन बसाउनु केटा हो यार मलाई अल्छी लाग्यो क्या गफ गरेर बस्नु कहाँ हिँड्यो त तिमीहरू हेट हे भाग्यो यार केटाहरू भाइहरूसँग यस्तो हल्का रमाइलो हान्दा अहिले मेरो बुढीलाई पर्खिँदा पर्खिँदा अल्छी लगाइसकेँ के गर्नु बस्ने म अल्छी लाग्यो त्यहाँ भिडियो गर्ने चिज छ हेर त त्यहाँ राइडर हो नि म ल त्यहाँ भन् त हुन्छ भन्न के हुँदैन गर न गर त्यहाँ हेलो हेलो गर्न अनि हुन्छ हुँदैन ल तिमीहरू घर जा भोक लागेन ल केटा यता हेरेर बाई बाई गर्दै ल ल ओइ चतुरे कहाँ हिँड्यो त यसको घर कहाँ हो त ल ल बाई बाई मेरो बुढी आयो केटा हो बुढीसँग को रहेछ हेलो नमस्ते मिस हस् हुन्छ मेरो बुढीलाई हल्का भयो नि दुःख दिनु पऱ्यो नि त्यहीँ बस्यो यार जानै पऱ्यो लिन छोडा है म त हानिदिन्छु मान्छे त्यति पर 1 घन्टा बाटो हिँड्नु म लिन आइहाल्थेँ त नि अनि डबल लोड म यहाँसम्म छोडिदिइहाल्थेँ नि त ओइ कहाँ जाएंगे हम
बस आऊ कति बेला हिँड्नु भएको त्यही तिमीले भनेको एकछिनपछि हिँडेको के भयो त नेसर लागेन मेरो लाग्दैन त भनेको साँच्ची लाग्छ लाग्दैन के लाग्दैन अलिकति लाज घिन भन्ने त मान्छेमा हुनपर्छ क्या घरमा गएर खाउँला नि त किन त जवान पुस्ता जागो है हुन्न अब यसै बसेर ल बस्दिउँ न त अलि त जाऊ त हुन्न अब यसै ल अड्के त मेरो बुढीले मलाई माया गरेर आल्चा ल्याइदिएको रहेछ त्यत्रो बाटो हिँडेर ल भाग्यो ब्याग यति गरौँ थियो त्यो पनि ल्याइदिएको त्यो नि 10 केजी ल्याएको जस्तो कुरा नगर है यति भयो नि कति छ त नि यति ल्याइदियो हो आधी पाउ ल त्यही कारणले गर्दाखेरि यसलाई यस्तो गरेर एउटा बाइट हानी हेर्छु त जुट खायो भने माया बढ्छ है नखाइ नि पर्छ त्यो भ्रम मात्रै हो हेर न अब यो साँच्ची के साँच्ची भने त त्यो अफ गर्नु त अब चाहिँ है साँच्ची ल लास्ट साँच्ची भने बच्चा जिस्किया जस्तो हुन्छ क्या यसो भ्लगमा पनि अब कहाँ ठुलो मान्छेहरूले नि हेर्छ नि त हाम्रो भ्लग थाहा हुने यति ल है त ल यस्तो चाहिँ गर्नु पऱ्यो नि अघि बुढी हाम्रो धुसेनीको चाहिँ बाटो बिग्रेछ है पानी परेर किन होला यस्तो भएको यहाँ बढी पानी पर्छ कि क्या हो जाडो भएर यार पानी बवाल पर्छ जस्तो छ अथा यार कमिलाले टोक्यो क्या यहाँ बुढी ओए यहाँ के पो छ के मेरो यहाँ हो यहाँ केले टोक्छ त त्यत्तिकै बस ल है हो कि होइन केले टोक्दैछ के त्यहाँ घरमै जाउँला ल ल ल ल ल ल आऊ मार्छु यहाँ छिराइयो बाइक को कहाँ गयो भने यहाँ रहेछ बुढी ल भ्लगलाई यहीँ सिधाइदिउँ है बाई बाई गरिदेऊ न बाई बाई गरिदेऊ न ल ल त्यसो भए एन्टी लक गरिदिन्छु है त म कोही कसरी हो लकै भइसकेछ नि कहाँ